एउटा कुरा त म सबलाई भन्छु सेभिङ चाहिँ गर्नै पर्छ। त्यसमा पनि एसआइपी गराउने सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान्स 500 या होस् या 1000 रुपियाँ होस्, तपाईँहरूसँग जति पैसा छ नि त्यही पैसाले एसआइपी गराउनुहोस् क्या। अब मेन कुरा म हेरेको आजभोलिको यो कन्डिसन अनुसार अब मानौँ 16 वर्षको हुँदाखेरि तपाईँहरू अब पढ्नुहुन्छ नि त्यही +2 या 11-12 मा पढ्नुहुन्छ अनि त्यति बेला तपाईँहरूले त्यतिको सोच्नु हुँदैन कि पछि मलाई के काम लाग्छ, के काम गर्नुपर्छ। त्यति बेलादेखि नै कोही मान्छेले एसआइपी गरायो होइन। अब 500 या 1000 रुपियाँ पनि पर मन्थ अनि पर मन्थ गरायो। त्यसपछि त्यो मान्छे नै 30-35 वर्षसम्म हुँदा उसको पढाइ पनि सिद्धिन्छ अनि त्यो 30-35 वर्षसम्म तपाईँ एसआइपी गराउनु भएको होला अनि त्यो पछि त्यसको एमाउन्ट आउँछ नि, त्यो एमाउन्टले तपाईँको लाइफमा डिसिजन नै चेन्ज गरिदिन्छ कि। अब त्यति बेला तपाईँलाई एजुकेसन पनि सिद्धिएको हुन्छ, अब फ्यामिली प्रेसर पनि हुन्छ, पैसा पनि कमाउनुहुन्छ, जब पनि खोज्नुहुन्छ, अब त्यहाँ पैसै छैन ल। अब त्योको लागि त लोन लोन लिनुपर्छ या के गर्नुपर्छ, टेन्सन हुन्छ, तनाव हुन्छ। त्योहरू तनाव नबोकेर तपाईँहरू एसआइपी गराउनु भएको हुन्थ्यो त्यो ठाउँमा अनि त्यही तपाईँको 1 देखि 1.5 करोडसम्म पैसा हुन्थ्यो अनि त्यो पैसाले तपाईँले मजाले कुनै बिजनेसमा इन्भेस्टमेन्ट गर्नुहुन्थ्यो, त्यहाँ फ्यामिलीलाई केही सपोर्ट गर्नु सक्नुहुन्थ्यो। अनि त्यही भएर तपाईँहरूलाई म साथीहरू भन्छु कि मेनली स्टुडेन्टहरू नि एसआइपी गराउनुहोस् कि एसआइपी राम्रो हो, सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान हो। त्यसमा पनि तपाईँहरूलाई फ्युचरको लागि धेरै राम्रो हुन्छ। फ्युचरमा के आउँछ के जान्छ त्यो माइन्ड नै राख्दिनँ। अब सबैजनाको मनमा हुन्छ कि पैसा कसरी ल्याउने? एसआइपी गराउनलाई नि पैसा चाहिएन क्या धेरै जस्तो 2 लाख, 2 लाख, 10,000, 20,000 त्यो पनि चाहिएन। तपाईँसँग 500 नै हो, 1000 नै हो, पर मन्थ त्यही तुक एसआइपी गराउनुहोस् नि। त्यही तपाईँको 20-25 वर्षपछि राम्रो एमाउन्ट आउँछ क्या। तपाईँ नसोचेको जति एमाउन्ट तपाईँलाई दिन्छ। यो सेभिङ गरेको एकाउन्ट, यो डिमेट एकाउन्ट त्योहरूको भन्दा राम्रो एसआइपीले तपाईँलाई दिन्छ। कुनै ब्याङ्कमा गराउनुहोस् एसआइपी 12% रिटर्न पर्सेन्ट त दिन्छ नै दिन्छ। त्यही भएर साथीहरू एसआइपी गराउनुहोस्। म सबजनाले त्यही भन्छु। त्योमा पनि मेनली स्टुडेन्टहरूलाई जो +2 गर्नुहुन्छ या ब्याचलर नै गर्नुहुन्छ त्योहरू गराउनु एसआइपी फ्युचरको लागि राम्रो हुन्छ। यस्तै भिडियोहरू हेर्नुको लागि मेरो च्यानल पनि हो युट्युबमा डिजिटल वर्ल्ड 763 बनेर अनि युट्युब, फेसबुक, इन्स्टामा पनि त्यही हो डिजिटल वर्ल्ड 763 बनेर त्योमा सब्सक्राइब प्लस भिजिट गरेर तपाईँहरू राम्रो यो सम्बन्धित एसआइपी सम्बन्धित नलेज लिन सक्नुहुन्छ।